यस्तो कुरामा पनि झगडा गर्छ कसैले? सौता सौताको झगडा भनेको यस्तै कुरामा हुन्छ, थाहा छैन? ओइ छोरी त भित्र जा त, ठुलो मान्छेको यस्तो कुरा सुन्नु न जा। मेरो आमाको दाहिने घुँडामा एक लात हान सुटी। दाहिने घुँडामा चाहिँ किन हान्ने नि? मेरो आमाको दाहिने घुँडा कमजोर छ क्या, त्यसैले पहिलो प्रहार कमजोर ठाउँमै हान्यो भने तिमी बच्यौ सुटी, नत्र मेरी आमाले धुलो चटाउँछिन्। होइन है, त मेरो पक्षमा कि तेरी आमाको पक्षमा? म त सत्यको पक्षमा, सत्यको। ओइ त मेरो छोरी होस् कि हाती दिदीको? परान हेर्दा हेर्दै हाती दिदीले मेरो छोरी पनि खोज्नु भयो। तिमीले सुटीको सुटो चाहिँ खोज्न हुने, तिम्रो छोरी चाहिँ सुटीले खोज्न नहुने। आगोमा घिउ नथप न छोरी। कसलाई छोरी भनेको तरी? यसलाई यो घरबाट फट्ट निकालिहाल, नत्र मैले तिम्रो राको बालो नपरोस्। सानी यो घर छोडेर कहीँ पनि जाँदैन हात्ती। त्यसो भए तिमी पनि यही सानीसँग निक्लेर गइहाल मेरो घरबाट। हो सुटी, निकाल यिनीहरू दुइटाले घरबाट, अनि तिमी र म मौज गरेर बस्नुपर्छ। होइन सानी, यो छोरी तिम्रो आफ्नै हो त। परान हिजो अस्तिसम्म त मेरै छोरी हो जस्तो लाग्थ्यो, तर कहिले हाती दिदीको छोरी भएपछि थाहा नै भएन परान।